विनोद सुवेदी सर हुनुहुन्छ। हजुरले के सोच्नु भएको थियो, के प्राप्त भयो, समग्रमा आफ्नो कुरा राख्न र हामीलाई केही फिडब्याक भने केही सुधार गर्नुपर्ने पक्ष छ भने त्यसमा उल्लेख गर्न म हजुरलाई हार्दिक अनुरोध गर्छु। जय होस्। नारायण गुरुदेव। नारायण जय होस्। गुरु बिनाको शिक्षा सफल हुँदैन। आजबाट चाहिँ मेरो मेरो स्पेसल गुरु भन्नुभयो, हजुरको चरणमा पनि नमन छ। म चाहिँ नि अलिक फरक रूपमा थिएँ। मैले चाहिँ यो सामान्य यो पात्र हेर्ने अनि ग्रहहरूको विषयमा सामान्य मात्रै जानकारी भएको। हजुरले पहिला सुरुमै यस्तो अलिक कमजोर छ भने यसमा नछिर्नु भन्दा भन्दै नि सक्छु कि भन्ने जुन आँटले म यो क्लासमा छिरेको हो। मेरो चाहिँ अब प्र्याक्टिसमा मलाई चाहिँ के विश्वास छ भने गुरुले दिएको चाहिँ यो नोटबाट भिडियोबाट मैले प्र्याक्टिस गरेपछि म सक्छु भन्ने मलाई चाहिँ आत्मविश्वास बढेको छ। यसभन्दा अगाडि चाहिँ नि सामान्य यो पात्र अनि म सामान्य कर्मकाण्डी पनि गरेर हिँड्ने भएको हुनाले जनरल कुराको ज्ञान त थियो। त्यसै आधारमा म यो कोर्समा छिरेको हुँ। योभन्दा अगाडि मैले कुनै पनि कोर्स लिएको छैन। बाबुबाजेका पुस्तकहरू जुन जुन भेटायो त्यो पढेर केही बुझ्थेँ, केही बुझ्दैन थिएँ। बिना गुरुको यो सफल हुँदैन भन्ने इच्छा हुँदाहुँदै मैले यो अब यो मोबाइलबाट नै यो हजुरको चाहिँ नि यो विज्ञापनको आधारमा म जोडिएको हो। समग्रमा मलाई यो असाध्यै चित्त बुझेको छ। मैले यो पूर्णता त पाउन सकेको छैन, सायद म अर्को क्लासमा पनि छिर्छु होला। तर मैले अभ्यास गरेँ, हजुरको नोटबाट भिडियोबाट हेऱ्यो भने म पनि आत्मविश्वास बढेको छ। सामान्य जानकारी सामान्य कुराहरूको ज्ञान चाहिँ मलाई थियो, तर त्यसमा पूर्णताको कुरा थिएन। अहिले पनि म भएको छैन, मेरो अभ्यास कम्ती नै छ। खुसी लागेको छ गुरुदेव। यो यो एउटा अवसर, अब यसले चाहिँ यो प्रविधिले पनि हामीलाई यसरी जोड्ने मौका बनाइदिएको छ। यो प्रविधिलाई पनि अब धन्यवादै दिनु पर्यो। राम्रो छ, ठिक छ गुरुदेव। ल जय होस्। ल विनोद सर एकदमै राम्रो। हजुर यसरी कर्मकाण्ड क्षेत्रमा सामाजिक क्षेत्रमा हजुर सक्रिय हुन्छ। हामी हरेक क्षेत्रमा एकदमै सफलता मिलोस्। हजुरलाई धेरै धेरै धन्यवाद छ। शिवराज भण्डारीजी हुन्छ, के सोच्नु भएको थियो, के प्राप्त भयो, आफ्नो समग्रमा हामीले ख्याल गर्नुपर्ने कुराहरू पनि भनिदिन म हार्दिक अनुरोध। राधे राधे गुरु। साँच्चै भन्ने हो भने हजुरको शिक्षण शैली अत्यन्तै राम्रो माने मैले। अब तपाईँको शिक्षण शैली गराउने यो पनि एक किसिमको शिक्षणै भन्न पर्यो हामीले गुरुबाट लिने। र यो कला त्यस्तो खालको रहेछ जसले हामीलाई पोजिटिभ भाइब्रेसन दियो। मलाई त अत्यन्तै मलाई यो संस्कृतको बारेमा अलि पुरानो मान्छे 7-8 क्लाससम्म त हामी संस्कृत पढेको पहिला हजुर हो। विद्यालयमा पढ्दा। त्यसपछि ग्याप रह्यो। त्यसपछि अरू मेडिकल साइन्सतिर यता यता छिरियो। तर त्यो तपाईँको यसले जुन राम्रो सिकाइ सिद्धान्त प्रयोग गरेर शिक्षा दिनुभएको छ, एकदमै पोजिटिभ भाइब्रेसन आयो। हेरै सबै क्लासहरू त म लिन पाइनँ। अहिले पनि म अब क्लिनिकमै छु। त्यो बिचबिचमा लिने, यसरी सुन्ने, कहिलेकाहीँ बिरामीहरू पनि हेर्ने, कानमा अब इयरफोन राखेर सुन्ने गर्दा पनि धेरै कुरा सिकेँ मैले। अब यो 51 दिनको त बिचमा दोहोऱ्याएँ। फेरि बिचमा एउटा एक्जाम थियो, त्यो बिचमा छुट्यो। त्यही पनि धेरै कुरा सिकियो। अरू अब युट्युबबाट पनि हजुरको उसबाट पनि सिकिन्छ। र नोटहरू पनि पाइएला यो 55 दिनको। अर्को त मैले नोट सबै तयार गरेर राखेको छु, फोटोकपी गरेर ट्याक्क। सिकिन्छ भन्ने आशा छ। ठिक छ, राम्रो छ एकदम। गुरु बिना चाहिँ सफल हुँदो रहेछ। हजुरलाई गुरु बनाइयो र गुरु भएर बल्ल सिकाइमा पूर्णता हुँदो रहेछ भन्ने कुरा आज प्रुफ पाएको छ। हस् ल, धेरै धेरै धन्यवाद। दिपेश मान सर हुनुहुन्छ, आफ्नो कुरा राख्न म हजुरलाई हार्दिक अनुरोध गर्छु। गुरुलाई नमस्कार सर। म अब गुरुसँग म सिभिल इन्जिनियर भएको भएर वास्तु मेरो लागि अलिकति केही थपथाप हुन्छ कि मेरो कोर्सको लागि भनेर सिभिल इन्जिनियरतिर यसो वास्तु इम्पोर्टेन्ट हुने भएर मैले वास्तुमा छेरेको। त्यस लगतै मलाई चाहिँ न्युरोलोजी पनि छिर्नु लाग्यो, त्यसमा छिरेको। त्यो पनि राम्रो भयो, वास्तु एकदम राम्रो भयो। त्यसले चाहिँ मलाई हेल्प गरिरहेको छ। अहिले म त्यसमा वास्तुमा पनि लागिरहेको छु। अब गर्दा गर्दा मान्छेको जीवनमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा वास्तुले मात्र होइन कि उसको ग्रह दशाले पनि धेरै फरक पार्छ। वास्तुले मात्र उसको घरमा प्रब्लम हुने होइन कि उसको ग्रह दशाले पनि फरक पार्छ। त्यही भएर हामीले यो डिजाइन ड्रइङहरू गर्दाखेरि उसको वास्तु करेक्सन गर्दाखेरि चाहिँ वास्तुले मात्र होइन कि उसको कुण्डली हेरेर पनि उसको तपाईँको यो ग्रह छ है, यसरी छ है भनेर अब म भन्न सक्ने भएँ। अझ उसमा हामीलाई मेरो कोर्समा अझ थप भयो यो कुरा चाहिँ। र यो एस्ट्रोलोजीमा अब 51 दिन लगायत अब 55 दिनसम्म पुग्यो हामी 51 दिन सिद्धाएर। अब गुरुले पढाएको हरेक सिद्धान्तलाई अब हामीले फेरि रिपिट गर्नै पर्दैन के कोर्स। सर्ट नोट हेर्ने बित्तिकै हामीले अब गुरुले पढाएको त्यो एक्जाम्पल हेर्ने बित्तिकै पुरानोहरू सब क्लियर हुने। त्यस्तो इजी मेथडले पढाउनु भएको छ।
जे होस् हामीले अब फलादेश गर्न कसैको जीवनमा उसको उसलाई हेल्प गर्नलाई सहयोग गर्नलाई एकदम सजिलो भएछ। मैले त अब प्रोफेसनल्ली त्यसरी एस्ट्रोलोजीमा नलाए पनि जस मेरो घरका नजिकका मेरो क्लाइन्टहरूलाई वास्तुका क्लाइन्टहरूलाई चाहिँ अलिअलि केही सजेस्ट गरेर उसको जीवनमा केही सकारात्मक चेन्ज गराउन सक्छु भन्ने मलाई एकदम विश्वास लागेको छ गुरु। हजुरको पढाउने सिस्टम एकदम राम्रो छ, इजी वे, जस्तो नजान्नेलाई पनि एकदम मजाले सरल तरिकाले सिकाइदिनु भएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद। मैले त हजुरलाई वास्तु पढ्दाखेरि नै हजुरलाई गुरु मानेको। अब झन् यो ती 3टा मन्त्र पनि हजुरबाट मात्र लिएँ, हजुरबाट अरू गुरुबाट लिएको छैन। मलाई चाहिँ गुरु को हुनुहुन्छ हजुरको भनेर सोद्धा पनि अब हरि गुरु हुनुहुन्छ भनेर भन्ने एउटा ठाउँ पाएँ मैले। त्यसको लागि धेरै धेरै धन्यवाद छ गुरुलाई। ल म यति नै राखेँ मेरो भनाइ। ल धन्यवाद गुरु। धेरै धेरै धन्यवाद छ मानबाजी, आफ्नो कुरा राख्न मैले हजुरलाई अनुरोध गरेँ। जय होस्। मैले पहिलेदेखि नै फरक प्रकृति भएर कुनै सोचै थिएन यो पढिन्छ होला भन्ने। नहुँदै पनि वास्तुदेखि एकाउन्न दिने हुँदै हुँदै यहाँसम्म आइपुग्दा एकदमै गुरुको पढाउने तरिका, शैलीहरू, बुझाउने तरिका एकदमै राम्रो लाग्यो र पछि पढ्दै आएँ। पढ्न सुरु गरेदेखि एक दिन पनि नबिराइकन, एक दिन पनि एब्सेन्ट छैन मेरो। हजुर सधैँ आउनु। प्रविधिले पनि साथ दियो। ठिकै छ, हाम्रो अध्ययन भयो। अब यसलाई नै हामी अध्ययन गर्नेछौँ। अब गुरुलाई धेरै धेरै धन्यवाद। राम्ररी हामीले सबैले ग्रहण गर्ने मौका पायौँ। सबै राम्रो छ। ल धेरै धेरै धन्यवाद छ मानबाजी। कृष्णप्रसाद गौतम सर हुनुहुन्छ, कस्तो लाग्यो, कति ज्ञान प्राप्त भयो, के भयो? हामीले प्रयास गऱ्यौँ, प्रयासमा सुधार गर्नुपर्ने कुरा पनि हजुर भनिदिन अनुरोध गर्छु। समग्रमा सबै क्लासहरूमा त म सहभागी हुन सकिनँ गुरुको, किनभने मेरो आफ्नो व्यक्तिगत कारणले क्षमा प्रार्थी छु। विशेष त गुरुको एउटा सिकाइको विशेषता मलाई एउटा के राम्रो लाग्यो भने मजाले आफूले पढाउने, त्यसपछि बल्ल साथीहरूलाई चाहिँ इन्ट्रेक्सन गराउने, यो चाहिँ एकदम राम्रो लाग्यो। कतिपय मैले लिएका कतिपय क्लासहरूमा के हुन्छ भने पढ्दै जाँदाखेरि नै क्वेसन गरिदिइहाल्ने के, त्यसले चाहिँ अलिकति कस्तो हुँदो रहेछ भने अब सँगै रहेको साथीहरूको चाहिँ अलिकति ध्यान चाहिँ एकातिर मोडिने चाहिँ त्यो हुन्छ। तर गुरुले चाहिँ जो सबैको ध्यान चाहिँ एकत्रित गरेर चाहिँ अगाडि बढाएर चाहिँ जुन जिज्ञासाहरू हुन्थ्यो, जिज्ञासालाई चाहिँ पूर्ण रूपमा चाहिँ समाधान गर्ने, यो एकदम राम्रो मैले चाहिँ देखेको है। मैले अहिलेसम्म चाहिँ भेटाएको चाहिँ गुरुको एकदम राम्रो पोजिटिभ पक्ष भनेको यो एउटा छ। अनि अर्को के छ भने गुरुले चाहिँ जुन पढाउनुहुन्छ त्यो पढाइको सिलसिला पनि एकदम जुन आफ्नो सिलेबस अनुसार गराउनु भएको छ, यो पनि एकदम राम्रो छ। कतिपय गुरुहरूले कसरी पढाउनुहुन्छ भने आफ्नो शैलीमा पढाउनुहुन्छ, तर त्यसको लजिक चाहिँ दिन अलिक सक्नुहुन्न कि कतिपय कुराहरूमा। जस्तै कुण्डलीहरू विश्लेषण गरेर यसमा यस्तो हुन्छ भने त्यो लजिक चाहिँ अलिकति दिन सक्नु। तर गुरुले चाहिँ एउटा श्लोकहरू मार्फत पनि एउटा हाम्रो प्राचीन शिक्षालाई पनि जोडेर त्यसमा चाहिँ दिँदाखेरि एकदम राम्रो, यो बुझ्नलाई सजिलो मलाई त्यहाँ पनि लागेको छ है। मैले आफूले पुरा पढ्न नभ्याए पनि अब क्लास त आजबाट सकिन्छ, तर पनि मैले भोलिका दिनहरूमा फुर्सद हुँदाखेरि चाहिँ मैले हेर्छु भनेर सोचिरहेको छु। गुरु अब अरू विधाहरूमा पनि अब क्लासहरू लिनु भएको छ। अब मलाई चाहिँ के लाग्छ भने मान्छेको कुण्डली हेरेर मात्रै फलादेश गरेर हुन्छ जस्तो मलाई लाग्दैन। किनभने कुण्डलीमा सबै गरेर हेर्दाखेरि राजयोग पनि छ, सबै छ, तर त्यो घर बस्ने घरको चाहिँ वास्तु के छ त्यो पनि अलिकति कुण्डली र वास्तु मिल्या छ कि मिल्या छैन भन्ने कुरो त्यो पहिला घरबाट भन्दा पनि पहिला कुण्डलीबाट नै हेर्नुपर्छ, अनि बल्ल त्यो घरको चाहिँ संरचना हेर्नुपर्छ भन्ने चाहिँ मेरो सिद्धान्त हो है। अब गुरुले यसमा के भन्नुहुन्छ, मैले चाहिँ यति कुरा राखेँ गुरु। धन्यवाद। हुन्छ, धेरै धेरै धन्यवाद छ। कति राम्रो हो, यस्तो वास्तु सम्बन्ध पनि हुन्छ, हजुरले भएको एकदम सही छ। कुमार प्राजुलजी हुन्छ, कुमार समग्रमा आफ्नो कुरा राख्न म हार्दिक अनुरोध गर्छु। सर्वप्रथम त गुरुप्रति नमन। सबै मित्रहरूसँग खुसी साटासाट, शिक्षा साटासाट सबै अवसर मिलेको छ र आगामी दिनहरूमा पनि यसै गरेर गुरुसँग गुरुको अति उपदेश लिन पाइयोस्, लिइराख्न पाइयोस्। कुनै समस्या पर्दाखेरि हाम्रो मेसेज सेयर गरेर गर्दाखेरि गुरुबाट चाहिँ समाधान पाउन सकियोस् भन्ने धारणा राख्दै मेरो दुई शब्द धेरै धन्यवाद छ। व्यस्त पनि हुन्छ, अब आफै पनि कर्मकाण्ड पण्डित पनि हुन्छ। हजुरले यसलाई एकदम राम्रो तरिकाले चिनाहरू बनाउने हेर्ने कुरामा हजुर अगाडि बढ्नुपर्छ, निकै राम्रो। यहाँलाई धेरै धेरै शुभकामना छ। ल कृष्णमर्जनजी, म के सोच्नु भएको थियो, के प्राप्त भयो, छोटकरीमा टक्क आफ्नो कुराहरू राख्न कृष्णजीलाई म हार्दिक अनुरोध गर्छु। जय होस्। हजुरलाई चाहिँ एकदम धन्यवाद। तपाईँले चाहिँ जस अब न्युमरोलोजीदेखि अनि 51देखि अहिलेसम्म पनि जोड्न चाहिँ एउटा साथ पाइयो। खास सुधार्नु पर्ने पनि खास के छ, जस पढाइ चाहिँ मेथड चाहिँ एकदम सरल तरिकाले तपाईँले चाहिँ एकदम मजाले चाहिँ सिकाउनुहुन्छ, त्यो चाहिँ एकदम बेस्ट पार्ट हो। पनि अब योगा ध्यान त म सिकाउँछु नि, आर्ट अफ लिभिङमा जोडेको पनि म लगभग
8-9 वर्ष भयो जस्तै बच्चाहरूको लागिदेखि लिएर मेन्टलको लागि इन्ट्युसनको कुरा गर्नुभयो तपाईँहरूले होइन, त्यो इन्ट्युसनको बच्चाहरूलाई पनि म सिकाउने काम गर्छु। धेरै कुराहरू छ त्यसमा चाहिँ। तर त्यसको साथसाथै पनि यो ज्योतिषी पनि अब खास त्यो चाहिँ गुरु तत्त्व नै तपाईँले भन्नुभयो, त्यो गुरु तत्त्व नै होला सायद। तपाईँ जस्तो गुरु पनि पाउनु, तपाईँको क्वेसन एन्सरहरू सेसनहरू भयो, एकदम ब्युटिफुल, एकदमै मान्छेहरूको त्यो जुन छ नि त्यो चाहिँ एउटा त्यत्तिकै जोडेको होइन जस्तो लाग्यो क्या मलाई चाहिँ, यो जुन पनि छ होइन। त्यही भएर चाहिँ यो जति पनि हामी यहाँ छौँ यो चाहिँ सदा रहिरहोस्, यो चाहिँ एउटा एउटा गुरु इनर्जी नै होला सायद। त्यही भएर चाहिँ तपाईँको साथ हामी जुडेको छौँ, एकदम राम्रो राम्रो मान्छेहरू, र अझै पनि सिक्दैछु। अझै यो त केही पनि होइन जस्तो मैले पनि अब प्र्याक्टिस अब जस्तै हेल्पकै लागि भयो मान्छेहरू, किनभने योग साधना आउनुहोस् गर्नुहोस् भने चाहिँ मान्दैन मान्छेहरू कतिजना। ए आउनु न अलिकति योगा गरौँ, अलिक मेडिटेसन गर्नु आउनुहोस् बस्नु, आफ्नो साथीहरू मान्दैन, घरको मान्छेहरू नै मान्दैन होइन। तर केही भयो भने अलिकति अलिकति के हेल्प गर्न सकिन्छ कि अब साधना गर्दाखेरि चाहिँ यो मान्छेलाई यस्तो भएको छ भन्ने कुरा त अलिकति इन्ट्युसन चाहिँ आइन्छ। तर उनीहरूलाई चाहिँ हेल्प गर्ने कुरामा चाहिँ ए ल है ज्योतिष भन्ने एस्ट्रोलोजीले पनि यस्तो गर्छ है भन्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ अलिकति प्रभाव पर्दो रहेछ क्या। त्यो प्रभाव पर्दाखेरि चाहिँ उनीहरू जस्तो एटलिस्ट हेल्प त हुन्छ नि, ल यस्तो गरौँ नि त है, यति यति मैले सिकिरहेको छु, यति मेरो चाहिँ म अहिले चाहिँ प्र्याक्टिसको रूपमा गरिरहेको छु, यस्तो यस्तो रेडिमेड चाहिँ गरिदिनु है भनेर भन्दाखेरि चाहिँ एकदमै उहाँहरू चाहिँ खुसी हुनुहुन्छ क्या। ए ल केही चाहिँ हो रहेछ है भनेपछि योग साधनासँग त जुनिने भइहाल्यो, प्लस उहाँहरूले पनि बेनिफिट पाउने भयो र आफूलाई पनि आनन्द आउने भयो। त्यही भएर चाहिँ एकदम सबैलाई पनि धन्यवाद, हजुरलाई पनि एकदम धन्यवाद। त्यही भएर चाहिँ म चाहिँ अहिले चाहिँ यहीँबाट बिदा हुन्छु। धेरै धन्यवाद छ। कृष्णजी अगाडि देखिनुहुन्छ, समग्रमा हजुरले कस्तो फिल गर्नुभयो, के कस्तो भयो, आफ्नो कुरा राखेर म कृष्णजीलाई हार्दिकरण गर्छु। सम्पूर्णमा नमस्कार। धेरै पहिलेदेखि नै व्यवस्थित रूपमा यसरी अनलाइनबाट या प्रत्यक्षबाट यसको तालिम लिन पाए हुन्थ्यो भन्ने कुराको खोजीमा म थिएँ। ठ्याक्क गुरुजीसँग चाहिँ कन्ट्याक्ट भयो, अनि बेसिक पनि लियो, वास्तु पनि लियो, अनि 51 दिनको दिन पनि लियो। अब गुरुले दिनुभएको जति कुरा छ यति कुरालाई मात्रै हेरियो भने पनि राम्रो ज्योतिष बन्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ। गुरुले एकदम नरिसाइकन, झर्को नमानिकन मिठो बोलीले हामीले जुन बेला प्रश्न सोधे पनि उत्तर दिनुभयो। धेरै खुसी लाग्यो, धेरै राम्रो लाग्यो गुरुदेव। कृष्णजी हजुरलाई धेरै धेरै शुभकामना छ। एम कुमारी रिमालजी हुन्छ, हजुरले के सोच्नु भएको थियो, के प्राप्त भयो? मेरो नमस्कार छ। अब यो क्षेत्रमा चाहिँ भर्खर पाइला चाल्ने क्रममा चाहिँ अब गुरु जस्तो साथ सपोर्ट, एउटा भनौँ न अभिभावक जस्तो, उमेरमा जे जस्तो भए पनि अभिभावक आफ्नो पिता समान बुबाले जस्तो यो भएन, यसरी गर्नुहोस्, यसरी जानुहोस् भन्ने बिना निस्वार्थ भावले चाहिँ जुन हजुरले बोल्नुहुन्छ त्यो कुराले चाहिँ मलाई एकदम छुन्छ। गुरु अरू गुरुहरू अब कति ठाउँमा भेटिन्छ, आओस् पढोस्, अब जेसुकै ज्ञान हासिल गरोस् नगरोस् मतलब हुँदैन। तर हजुरले चाहिँ हरेक पाइलै पछि पटकै पछि चाहिँ नवग्रहकै यहाँ पढेका छौँ, गुरु बृहस्पतिको जस्तो स्वभावले चाहिँ भन्नुहुन्छ, त्यसले चाहिँ अगाडि बढ्नको लागि एकदम हौसला मिलेको छ। अब बेला बेलामा शुक्र र बुधको जस्तो क्रिएटिभिटीले पनि हजुरले भन्नुहुन्छ, त्यो पनि एकदम राम्रो लाग्छ। गुरु हजुरको सबै थोकहरू एकदम राम्रो छ। अब अगाडि भर्खर ताते गर्ने क्रममा हजुरले जुन साथ सपोर्ट दिनुभएको छ त्यो जीवनभर त्यो आइरहन्छ भनेर आशा छ। गुरु धेरै धेरै धन्यवाद एम कुमारी रिमालजी। खुल्ला छ आफ्नो कुरा राख्न, यो क्लासले कतिको के फाइदा गर्यो गरेन, अथवा समग्रमा अझै हामीले सुधार गर्नुपर्ने कुरा के छ त्यो पनि भनिदिनु भएमा अझै बढी हामीले आउन दिन सजिलो हुन्छ। गुरु मलाई त धेरै साह्रै राम्रो लाग्यो, किनभने मैले सामान्य तिथि त मलाई थाहा थियो अनि सबै बारे थाहा थिएन। पात्रोमा पनि थुप्रै कुरा हुन रहेछ, हाम्रो ज्ञान हजुरले धेरै खोलिदिनु भएको छ। म अझै फेरि बिस्तारै बुझ्छु, खालि म रिपिट गरिरहन्छु। यसरी हजुरहरूले बुझाउने शैली, हजुरको भाषा, अनि हामी संस्कृतमा पढाउँदा हामी बुझ्थेन होला, सायद क्लासका साथीहरू कोही बुझ्थेनन् होला। हजुरले त्यसलाई ट्रान्सक्रिप्ट गरेर नेपालीमा सिलसिलाबद्ध पढाइदिनु भएको छ, यसको लागि हजुरलाई धेरै 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 धन्यवाद। हजुरलाई अझै राम्रो होस्, हामीलाई अझै पनि चान्स दिनुभएको छ। म त पुरै क्लास त्यो सबै लिनेछु, हजुरले अप्ठ्यारो नमानिदिनु होला। धेरै राम्रो लाग्यो गुरु, यसै गरी अझै राम्रो होस्। धन्यवाद। ल एकदम राम्रो, ल धन्यवाद छ। साराजी हुन्छ, हजुरले के सोच्नु भयो थियो, के प्राप्त भयो, समग्रमा आफ्नो फिडब्याक राख्नुमा हजुरलाई हार्दिक अनुरोध गर्छु। नमस्ते गुरु। सर्वप्रथम चाहिँ अब गुरुको बारेमा भन्नु पर्दाखेरि चाहिँ वर्णन गरेर साध्य छैन। मेरो चाहिँ अलिकति चिनामा पनि जुपिटर चाहिँ एकदम निचको छ,
अनि कता कता सुन्थेँ अब त्यस्तो मान्छेहरूलाई चाहिँ गुरुको ब्लेसिङ चाहिन्छ अरे त्यस्तोहरू भन्ने चाहिँ सुन्थेँ क्या मैले पनि। त्यस्तो खालको मैले चाहिँ कसरी गुरु पाउनु होला, गुरु मैले पनि पाइदियो हुन्थ्यो। डेस्टिनीमा पनि धेरै विश्वास गर्छु अनि त्यो साथसाथै आफूले कर्म पनि गर्नुपर्छ, त्यसमा 50-50 हुन्छ नि त। दुइटै कुरामा विश्वास गर्छु, धेरै चाहिँ अलिकति म भाग्यमा विश्वास गर्ने मान्छे हो। अनि मलाई चाहिँ त्यस्तो भइरहेको थियो, त्यस्तो मैले गुरु मैले पाउनु लेखेको छ भने चाहिँ मलाई पनि त्यस्तो खालको कोही गुरु त्यसरी भेटाइदिनु भने मेरो भित्र त एउटा एक किसिमको त इच्छा चाहिँ हुन्थ्यो। आज चाहिँ अब बिहानै त्यसरी मन्त्र दिएर गर्नु भएपछि त अनि सोचे ओहो मैले जो सोचेको कुरा चाहिँ मैले पाएछु भन्ने हुन्छ नि। कहिलेकाहीँ हामीले त राम्रो इन्टेन्सनले सोच्यो भने त्यो कुराहरू पाइँदो रहेछ। म एकदमै आभारी छु। विद्वान हुनु छ भने विद्वान मान्छेको सङ्गत गर्नुपर्छ भने चाहिँ कस्तो कस्तो ज्ञान पाएछु, त्यही माथि गुरु त्यस्तै। राम्रो कुराको जति वर्णन गरेर म कहिले थाक्दिनँ। नेगेटिभ भन्ने कुराहरू त मान्छेलाई नआउने कुरा होइन, अब त्यो आइ नै हाल्छ। र पनि नेगेटिभ आउँदा आउँदै पनि नेगेटिभलाई साइड लगाएर चाहिँ भरसक जति सक्दो पोजिटिभमा चाहिँ जाने कोसिस गर्छु। र यसरी यत्रो विद्वान साथीहरूसँग सङ्गत लिएँ, यसरी क्लास लिनु पाउँदा त झन् त्यो किसिमको भाइब्स, त्यो किसिमको त्यो बुद्धि दिमागहरू चाहिँ आफूले पनि त लिइँदो रहेछ र लिइ पनि राखेको छु। अब ज्योतिषीको फिल्डमा यसरी सिक्नु आउनु पनि सायद मेरो अब के डेस्टिनीमा अब सायद थियो होला। मेरो जीवनमा अलिकति डिले पनि भइरहेको थियो, कति कुराहरू त्यस्तै त्यस्तै काचाकुचुकै जस्तो भएर चाहिँ अनि त्यहीबाट अलिकति उग्रिँदै उग्रिँदै आएर चाहिँ अहिले यो समयसम्म आइपुगे। आफूले आफूलाई एकदमै स्ट्रङ बनाएर आफूले आफूलाई केही गर्नुपर्छ, केही सिक्नुपर्छ भनेर अगाडि बढिरहेको छु। र अब हुन त यो समुद्र हो, समुद्रमा जति आफूले घडा लगेर गयो घडाभित्र मात्रै पानी आउँछ भन्छ। भर्खर एक गिलासै पिराखेको होला जस्तो लाग्दैछ। त्योभन्दा सिक्नु त अब यो समुद्रमा त कति धेरै यति धेरै त्यो खजाना छ होइन। अब जति पस्छ त्यो सिकेर पनि लाइफ टाइममा सकिँदैन। तर बाँचिन्जेल चाहिँ यसरी नै यस्तो किसिमको शिक्षाहरू राम्रो राम्रो कुराहरू लिन पाइरहेको, जसले गर्दा आफूलाई पनि त्यो किसिमको सकारात्मक व्यक्ति मलाई हुन्छ नि आफूले आफूलाई बनाइराखु भन्ने चाहिँ मेरो पनि चाहना छ। अब यति भन्दै जुन दिनदेखि फर्स्ट क्लास लिएदेखि नै मैले अहिलेसम्म पनि त्यो स्टिल हुन्छ नि, अहिलेसम्म पनि मेरो पनि जय हो सबैको जय होस् भने चाहिँ मैले छोडेको छैन। पोजिटिभ कुराहरूलाई त लिइहाल्छु, छोड्दै नछोड्ने म चाहिँ जीवनमा त्यही हो। अब आउने दिनमा पनि गुरुको सधैँ आशीर्वाद रहिरहोस्। मैले थोरै त्यो बिर्से पनि अलिकति त्यो मन्त्र चाहिँ र पनि तपाईँको आशीर्वाद रहनेछ भन्ने मलाई पुरा विश्वास छ। र मेरो जुन अब जुपिटर निज भएको जुपिटरलाई चाहिँ मैले एकदमै त्यसलाई चाहिँ उच्च किसिमको बनाउने प्रयासमा चाहिँ लागिरहेको छु र तपाईँको यसरी आशीर्वाद पाइराख्यो। गुरुको पनि जय होस्। थ्याङ्क यू सो मच। शाहजी हजुरलाई धेरै धेरै शुभकामना छ, हार्दिक बधाई पनि छ। सन्देशजीले के सोच्नु भएको थियो, के प्राप्त भयो, आफ्नो कुरा राख्नमा हार्दिक आभार। एउटा यो ज्योतिष शास्त्रमा डुबुल्की महासागरमा डुबुल्की लगाउने मन लागेको थियो। जुन गुरुको अलौकिक शक्तिबाट के अब सकिन्छ कि भन्ने आत्मविश्वास चाहिँ जागेर आएको छ। र यो ज्योतिष शास्त्रलाई एउटा सरल ढङ्गबाट उदाहरणसहित प्रयोगात्मक रूपले पराशर मुनिको मतसहित जुन गुरुले दिनुभयो, यो पक्कै पनि दिव्य उपदेशलाई मैले आफ्नो जीवनमा लागू गर्नेछु। र अब यसमा अब थोरै डिफिकल्टिजहरू हुनसक्छ, किनभने अब हामीहरू पहिला थोरै मात्र नलेज भएको, अब यो प्लस अब यसलाई एडिसनल गर्दाखेरि अथवा यसलाई थप्दै जाँदाखेरि केही साधना पनि गर्नु पर्ला। त्यो पक्कै पनि म गर्नेछु जस्तो मलाई लागिरहेको छ। म त्यो आफूले आफूलाई जसरी पनि सुधार गरेर यो गुरुले दिनुभएको उपदेशलाई मैले जसरी पनि ग्रहण गर्नेछु र यसलाई अझै अगाडि बढाउँदै लैजानेछु भन्ने पनि गर्दैछु। र जस्तो गुरुले एउटा व्यावहारिक ज्ञान दिनुभयो, साँच्चै यो वर्णन गर्न सकिने खालको त छैन। त्यसप्रति म गुरुप्रति एकदमै कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु। एउटा जुन किसिमको ज्योतिषको ज्ञान गुरुबाट मैले प्राप्त गरेँ, सायदै त्यो शब्दमा वर्णन गर्न सकिँदैन। अब यो यसमा गुरु दीक्षा दिनुभयो, आजबाट गुरुको म शिष्य पनि हुन पाएँ। यसप्रति म आफूलाई आभारी पनि मानेको छु। र साथै अब भविष्यमा मलाई कुनै अप्ठ्यारो, यस ज्योतिष सम्बन्धी कुनै अप्ठ्यारो अथवा परामर्शको जरुरी भएमा गुरुले पक्कै पनि मलाई एउटा मार्गनिर्देशन गर्नुहुनेछ भन्ने कुरा पनि अपेक्षा राखेको छु भन्दै मेरो केही भनाइहरू टुङ्ग्याउँछु गुरुदेव। हस्त नारायणम। सन्देशजी हजुरलाई एकदमै बधाई छ, एकदम राम्रो। त हाम्रो केजनजी हुन्छ समग्र आफ्नो कुरा हजुरले के सोच्नु भएको थियो, के प्राप्त भयो, आफ्नो कुरा राख्न म हार्दिक अनुरोध गर्छु। नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद। ज्योतिष मैले सोचेकै थिइनँ अब यो गरौँला भनेमा, तर कोभिडको टाइममा चाहिँ अलिकति त्यस्तै अवस्था भएर यो अलि भक्तिभावमा गइसकेपछि चाहिँ अब म एकदमै शुद्ध मांसाहारी थिएँ, तर शुद्ध शाकाहारीमा कन्भर्ट भएँ। त्यो गर्दा गर्दै अलिकति भक्तिभावमा जुट्दै चाहिँ हाम्रो यता सद्गुरुसँग पनि जोड्ने अवस्था भयो र सँगसँगै योग ध्यानबाट पनि गर्दा गर्दै अब कहाँबाट चाहिँ ज्योतिष
शास्त्रमा नि इन्ट्रेस्ट हुँदै गएर यो जोडौँ भन्ने चाहिँ अवस्था भयो। भगवानको कृपाले हजुरलाई भेट भयो भन्नु पर्ला। किनभने मनमा नै चाहिँ एउटा थियो कि एउटा बाटो लगाइदिनु होला, एउटा गुरु चाहिँ भेटाउनु होला भन्ने टाइपको मनमा चाहिँ थियो। त्यो गर्दा गर्दै उहाँले चाहिँ बाटो देखाउनु भयो जस्तो चाहिँ मलाई चाहिँ लाग्छ गुरु। यो जर्नीमा चाहिँ मलाई अब अनुभवमा चाहिँ 51 दिनमा पनि एकदमै राम्रो अनुभव थियो। साथसाथै यो 55 डेजको धेरै नै राम्रो थियो। जस्तै सोधेको प्रश्नहरू चाहिँ गुरुबाट चाहिँ 100% उत्तरको चाहिँ भयो। स्टुडेन्टहरूलाई चाहिँ इङ्गेजिङ गराउने जुन खुबी छ त्यो एकदमै अद्भुत छ। त्यो चाहिँ किनभने म पनि टेक्निकल लाइनमा चाहिँ पढाउँदाखेरि कतिलाई इङ्गेज गराउन सकिँदैन, तर हजुरको जुन इङ्गेजिङले चाहिँ योबाट नि मैले शिक्षा पाएँ कि मैले अब मेरो स्टुडेन्टहरूलाई चाहिँ कसरी इङ्गेज गराउने भन्ने कुरामा त्यो एउटा पनि राम्रो पोजिटिभ कुरा भयो। एकदमै आत्मविश्वास र पोजिटिभ भाइब्स भयो। हरेक सोधेको क्वेसनहरू चाहिँ सायद मनमा चाहिँ लागिरहेको थियो गुरुले अलिकति गर्नुहुन्छ कि भन्ने थियो, तर त्यो कुनै पनि अवस्था भएन। हरेक सोधेको क्वेसनको मैले जवाफ पाएँ र साथसाथै मार्गनिर्देश पनि त्यत्तिकै अवस्थामा भयो गुरु। यो ज्ञानलाई चाहिँ मैले एज अ पेसा भन्दा पनि यसलाई चाहिँ सेवाकै रूपमा चाहिँ र अनुसन्धान, किनभने अनुसन्धान गर्दै जाँदाखेरि सायद अब पछिको स्टेप पनि के हुन्छ अब भगवान भरोसा, तर अनुसन्धानको रूपमा चाहिँ मैले लिने र आजकै दिनबाट मैले त्यो सुरु पनि गरेँ, प्लस सफ्टवेयर पनि आजै लिएँ मैले। यसको लागि गुरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धेरै धेरै धन्यवाद छ। सेवा पनि सुरुवात गर्नुभएको छ, एकदम राम्रो छ। हरिशङ्कर शर्माजी हुन्छ, के सोच्नु भएको थियो हजुरले, के प्राप्त गर्नुभयो? नारायण जय होस्। मैले यो जोइन 51 क्लासदेखिको सुरु गरेको थिएँ, बेसिक टु एडभान्स। मलाई धेरै ज्ञान पाएको थियो फर्स्ट बेसिकदेखिको। गर्दा गर्दा जुन यो डिप्लोमा अहिले हजुरले जुन चाहिँ ल्याउनु भयो, धेरै गाह्रो परेको थियो गुरु, तर ज्ञान धेरै पाएँ यसबाट। जस्तो मैले सोचेको थिएँ एउटा जुन चाहिँ लेभलमा आफैलाई हेर्नु चाहन्थे त्यो लेभलमा हजुरले बनाइदिनु भयो। म एकदम हजुरको आभारी छु गुरु, एकदम कोटी कोटी धन्यवाद। जस्तो मैले सोचेको थिएँ पहिलोचोटि नै प्रुभ भइसकेको थियो गुरु। 55 डेजको फर्स्ट दिन र सेकेन्ड दिनमा चाल पाइसकेको थिएँ। यो कोर्स त जुन चाहिँ मैले खोजेको थिएँ अब बल्ल भेटेँ। हजुरको सिलेबसहरू हजुरले पढ्दै जानुभयो, महादशा, अन्तर्दशा, षड्बल, भावबल, त्यसो गर्दा गर्दा हजुरले सम्पूर्ण वर्ग कुण्डलीहरू, यसबाट चाहिँ एकदम ज्ञान पायो गुरु। अब आफैलाई लाग्दैछ कि साँच्चै नै म चाहिँ एस्ट्रो भयो जस्तो फिल आउँदै गएको छ गुरु। गुरुजी त राम्रै हुनुहुन्छ, एकदम राम्रै स्वभावको हुनुहुन्छ, नरिसाइकन सोधेको सबै हजुरले समाधान गर्नुहुन्छ। कुनै पनि यस्तो लागेन कि मलाई हजुरले पछाडि राख्नुभयो भनेर। अब चाहिँ साँच्चै लाग्यो गुरु, म पनि आउने दिनमा भविष्यमा कुछ राम्रै काम समाजलाई गर्ने सक्छु भनेर। हस् गुरु, धन्यवाद हजुरलाई, धेरै धेरै कोटी कोटी प्रणाम र हजुरको हमेसा र सधैँ आशीर्वाद पाऊँ। ल धेरै धेरै धन्यवाद छ। श्रवण कुमार ढुङ्गाजी हुन्छ, समग्र आफूको राख्नुमा हजुरलाई हार्दिक हजुर नारायण गुरु राधे। गुरुको न्युमेरोलोजी क्लासदेखि जोडियो यो फेसबुकमा हजुरको लेख देखेर। चिनामा त ज्योतिष पढ्ने थियो कि थिएन कुन्नी, तर गुरुसँग भेट भएपछि गुरुको बलले नै त्यो शक्ति प्राप्त भए जस्तो लाग्छ। न्युमेरोलोजीदेखि नै हामी त यति आकर्षित भयौँ होइन, भोलि सकिँदैछ भन्दाखेरि अब के गर्ने होला भन्ने जस्तो भइरहेको छ। गुरुले यति सबभन्दा एकदम बाँधेर, ध्यान बाँधेर हामी जस्तो अब यो पढ्दा पढ्दा अब रिटायर हुने, पढाइबाट रिटायर हुने बेलामा पुगिसकेकालाई पनि ध्यान एकदम कन्सन्ट्रेट गराएर बाँधेर पढाउनु भनेको एकदम ठुलो कुरा हो। किनभने पढाउने मान्छेहरू धेरै देखेका छौँ होइन, हामी पढाउने मान्छे नै आफै पढाउँदा पढाउँदै कता कता हराएर अनि कोर्स नै एकातिर हुने त्यस्तो अवस्था कतिको देखिन्छ। तर गुरुको चाहिँ ठ्याक्कै त्यो सीमाभित्र नै रहेर अरूलाई बाँधेर अनि सिकाउन सक्ने। त्यो चाहिँ मैले अब त्यो पूर्व ज्ञान त केही पनि छैन, यो पढाइ पनि अर्कै विषय हो, कता विज्ञानतिरका विषयहरू पढेको मान्छे, अनि एकातिर आएर पढ्दाखेरि त्यो सानो समयमा पनि अनि गुरुले सिकाउनु भएकै सीमाभित्र रहेर हेर्दाखेरि पनि अब कसैले मिल्यो, त्यो त मेरो मलाई भयो, हजुरले भन्नुभएको कुरा मिल्यो भनेर भन्ने गरी सिकिएको छ भनेपछि यो एकदमै यो आफैलाई आश्चर्य लाग्दो गरी गुरुले सिकाउनु भएको छ। यसमा गुरुलाई हार्दिक नमन र धन्यवाद भन्न चाहन्छु। र यो गुरुसँग छुट्टिने मनै छैन, किनभने यसरी आकर्षित भइराखिएको छ। ज्योतिषको अझै यो लघु पराशरी होइन, अब बृहत पराशरीमै
के छन् त्यहाँका जैमिनी भृगु यी सबै कुराहरू चाहिँ पढ्दै सिक्दै जान एकदम इच्छा छ गुरुसँग। हामी जो साथी जोडिएका छौँ सबै नै एकदमै प्रभावित भएर नै निरन्तर छौँ। अहिलेसम्म निरन्तर नै छौँ। हाम्रो स्वास्थ्य र समयले साथ दिएसम्म पछि पनि निरन्तर हुने इच्छा छ। मैले गुरुलाई धेरै धेरै फेरि पनि धन्यवाद दिन चाहन्छु। हजुरबाट अरूले पनि धेरैले पनि राम्रो सिकेर लाभ ग्रहण गर्नुहुन्छ नै भन्दै मैले यो मेरो भनाइ यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद गुरुनारायण। नारायण जय होस्। एकदमै राम्रो। हाम्रो सुरेन्द्र कर्मचारीजी हजुरले के सोच्नु भएको थियो, हजुरलाई के प्राप्त भयो, समग्रमा छोटकरीमा आफ्नो केही कुराहरू सेयर गर्न म हार्दिक अनुरोध गर्छु। यो ज्योतिष क्लासमा मैले गरेको अनुभवमा चाहिँ तपाईँको पढाउन शैली तपाईँको अरूभन्दा बेग्लै छ कि डिफ्रेन्ट। मलाई चाहिँ त्यो साह्रै राम्रो लागेको छ। यति मात्र नभए अरू यहाँभन्दा अगाडि क्लासमा पनि जोइन हुनु भयो, त्यही रिक्वेस्ट गर्न चाहेको। राम्रो छ, साथ निरन्तर चलिरहोस् भन्ने चाहना छ मेरो चाहिँ। हस् ल, कति राम्रो सुरेन्द्र कर्मचारीजी। हजुर राम्रोसँग प्र्याक्टिस गर्नु होला, अगाडि बढ्नु होला। अनि हजुरले पक्कै पनि यसमा अझ बढी काम गर्न सक्नुहुन्छ, सेवा गर्न सक्नुहुन्छ। हजुरको चौतर्फी सफलता कामना गर्छौँ।